गरेर देश बन्दैन, स्टप गरेर देश बन्छ भएर निरन्तर अघि बढिरहनेछौँ। हामी कहीँ पनि थाक्ने छैनौँ, हामी कहीँ पनि रोक्ने छैनौँ। There will be no comma, no full stop. We only know to move forward for our nation. म यहाँहरूलाई म आफ्नै अनुभव पनि सुनाउन चाहन्छु। मैले नेकपा एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ। उपमेयरमा निर्वाचित भएपछि कुनै पनि दिन, समय, बार, चाडपर्व केही नभनिकन सदैव आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्यमा निष्ठावान भएर जनताप्रति इमानदार भएर सदैव काम गरिरहे। जनताको सामुन्ने काम गरिरहे, जनताको माझमै उभिएर काम गरिरहे। सदैव आफ्नो पदप्रति वफादार भए, सदैव आफ्नो जनता र राष्ट्रका लागि वफादार भइरहे। त्यसै कारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो। भाजपा नेताको भ्रमणपछि चाहिँ माओवादीसँगको सम्बन्ध अलि मिलेको हो। यतापट्टि सेक्नुहोस् न, तरिका हुन्छ नि तपाईँहरूको। अच्छा हमको सिखा रही